सबैमा नमस्ते। म सन्तोष भण्डारी। हजुर हेर्दै हुनुहुन्छ क्रिकेट गफ विथ भण्डारी बाजे। आज हामी आइपिएलकै प्रिभ्यू लिएर आएका छौँ। अब हुने एल क्लासिको गेम चेन्नई सुपर किङ भर्सेस रोयल च्यालेन्जर्स बेङ्गलुरु बीचको यो महाभिडन्तको प्रिभ्यू अब हामीले हजुरहरूमाझ पस्किनेछौँ। हजुरहरूले कृपया साथ र सहयोग गरिदिनु होला। एमएस धोनी भर्सेस विराट कोहली कसले जित्छ होला त यो राइभलरीमा? दुवैजनाले आफ्नो कप्तानीको जिम्मा यङ केटाहरूलाई जिम्मा दिइसकेका छन्। दुवैजना एकदमै फियरलेस क्रिकेट खेल्छन् किनकि अब प्रेसर छैन उनीहरूमा। रिटायरको बेलामा एमएस धोनी यसरी इन्टरटेन गरिरहेका छन् कि आउने 10-15 बलमा छक्का हान्छन्। एमएस धोनी भर्सेस विराट कोहली बिग राइभलरी अन द वे। अब कुरा गरौँ यो म्याच कहाँ हुँदैछ त? चेन्नई सुपर किङको होम एडभान्टेज चेन्नईको एमए चिदम्बरममा यो महाभिडन्त हुँदैछ। पक्कै पनि एमए चिदम्बरम यस्तो स्टेडियम हो जहाँ स्पिनलाई निकै नै मद्दत हुने गर्दछ। स्पिन फ्रेन्डली पिच भनेर पनि चिनिने गर्दछ एमए चिदम्बरमको स्टेडियम। हामीलाई अवगत नै छ लो स्कोरिङ गेमको इन्काउन्टर त्यो एमए चिदम्बरमा राम्रोसँग नै हुने गर्दछ। सो कारणले गर्दा हामीले अबको म्याचमा लो स्कोरिङ गेम हुन्छ कि भन्ने प्रिडिक्ट चाहिँ गर्न सक्छौँ। तर दुवै टिमलाई एउटा यस्तो प्रेसर हुनेछ कि अब पावर प्लेमा के गर्छन् उनीहरू भने पावर प्लेमा सकेसम्म धेरै रन बनाउने प्रयास गर्नेछन्। अब कुरा गरौँ यी दुई महारथीहरूले पहिला कसरी पर्फर्मेन्स गरिरहेका थिए त, जसमा आरसीबी र सीएसके बीचमा टोटल 33 गेम भएको छ। 33 गेममा एकदमै डोमिनेन्स देखिन्छ यहाँ सीएसके, जसले 22वटा गेममा जित हासिल गरेको छ भने आरसीबीले जम्मा 11वटा गेममा मात्रै जित हासिल गर्न सकेको छ। पक्कै पनि आरसीबीलाई एकदमै ठुलो प्रेसर छ यहाँनिर। र अर्को प्रेसर के छ भने चेपकमा अहिलेसम्म आरसीबीले 2008 पछि एउटा पनि म्याच जितेको छैन। पक्कै पनि आरसीबीलाई यो एउटा अवसर पनि हुनसक्छ, इतिहास फर्काउने अवसर हुनसक्छ। जुन 2008मा भएको थियो त्यो 2025मा आएर फर्काउने चान्स आरसीबीलाई चाहिँ पक्कै छ। दुवै टिममा एउटा कोइन्सिडेन्ट भएको छ। यहाँ के भएको छ भने दुवै टिमले टार्गेट चेस गर्दा जितेका छन् भने अब चेपकमा टस जितेर के गर्छन् त? अहिलेसम्मको इतिहास हेर्दा चेपकमा जसले टस जित्छ उसले पहिला ब्याटिङ गर्ने गर्छ, किनकि एउटा टार्गेट सेट गर्यो भने बलरलाई रन डिफेन्ड गर्न सजिलो हुने गर्दछ। चेपकमा एकदमै स्पिन हुन्छ, पिच ट्रिकी पिच छ अनि चेन्नई सुपर किङ्ससँग एकदमै कुशल स्पिन बलरहरू छन्। सो कारणले गर्दा अब आउने प्लेइङ 11 के हुनसक्छ त चेन्नई सुपर किङको, जसले योभन्दा अगाडि मुम्बई इन्डियन्स जस्तो एकदमै बलियो टिमलाई जितेर आएको छ। अब कुरा गरौँ सम्भावित प्लेइङ 11 को। पक्कै पनि दुवै टिमले योभन्दा अघिल्लो गेम जितेर आएका छन्। सो कारणले गर्दा दुवै टिमको चेन्ज हुँदैन होला, किनभने उनीहरूसँग एउटा कन्फिडेन्ट आइसकेको छ। दुवै टिम आफ्नो पोइन्ट्स टेबलको रफ्तारमा अघि बढिसकेका छन्। त्यही कारणले गर्दा पक्कै पनि दुवै टिमले चेन्ज गर्दैनन् आफ्नो प्लेइङ 11। तर एउटा ट्रिकी पोइन्ट चाहिँ यहाँनिर हुनसक्छ आरसीबीको लागि। हो, आरसीबी फ्यान्स पक्कै पनि भुवनेश्वर कुमारको स्विङ चाहिँ हामीले चेपकमा हेर्न पाउन सक्छौँ। यो अपर्च्युनिटी पक्कै पनि भुवनेश्वर कुमारको लागि पनि राम्रो हुन्छ, आरसीबी फ्यान्सको लागि पनि राम्रो नै हुनेवाला छ। यो बिग राइभलरीमा कसले बाजी मार्ला त? हजुरहरूको विचारमा कसले म्याच जित्छ होला त? दुवै टिमको लागि वाच टु आउट प्लेयर को हुन सक्छन् होला त? हो, आरसीबीको लागि वाच टु आउट प्लेयर मैले राखेको छु। चेपकमा स्पिन हुने भएकोले गेम चेन्जर गर्ने क्षमता एकजना प्लेयरमा मात्रै छ। आरसीबीमा प्रपर स्पिन खेल्न सक्ने एकजना मात्रै ब्याट्सम्यान छ, जुन हुन् रजत पाटीदार। रजत पाटीदारले योभन्दा अघि स्पिनलाई राम्रोसँगै खेलेका छन्, जसले 175-76 को स्ट्राइक रेटले स्पिनलाई हान्ने गर्छन्। आरसीबीको लागि गेम चेन्जर फ्याक्टर पक्कै पनि रजत पाटीदार क्याप्टेन नै हुनेवाला छन्। र चेन्नई सुपर किङको लागि वाच टु आउट प्लेयर योभन्दा अघिल्लो गेममा म्यान अफ द म्याच भएका अफगानी बलर नूर अहमद हुनेवाला छन्। किनभने आरसीबीको टप अर्डरमा स्पिन खेल्न सक्ने ब्याट्सम्यानको अलिकति कमजोर कडी नै रहेको छ। विराट कोहलीको पनि त्यति राम्रो पर्फर्मेन्स हामीले स्पिन सामु देख्दैनौँ। त्यसैगरी फिल साल्ट अनि आउने देवदत्त पाडिकल पनि त्यस्तो राम्रोसँग स्पिनसँग खेलेको हामीले विगतमा बिरलै देखेका छौँ। त्यही कारणले गर्दा
यदि राम्रोसँग राम्रो स्कोर बनाउने हो भने आरसीबीको लागि क्याप्टेन रजत पाटीदारले स्कोर बनाउनै पर्ने हुन्छ भने चेन्नई सुपर किङको लागि म्याच जित्ने हो भने रजत पाटीदारलाई नुर अहमदले आउट गर्छन् कि गर्दैनन् त्यो पनि एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। हजुरहरूलाई के लाग्छ अबको म्याच कसले जित्छ होला त? हजुरहरूले भुल्नुभयो कि भुल्नु भएन 2024 को हामीले विगत हेरौँ, जुन म्याच अन्तिम म्याच थियो आरसीबी र चेन्नई बीचको, त्यो म्याच जसले जित्छ त्यो प्लेअफमा जाने म्याच थियो। हो, धोनीको 109 मिटरको छक्का, एस दयालको त्यो विकेट, अनि पछिको आरसीबीको सेलिब्रेसन लगायत धोनीले ह्यान्डसेक नगरेको न्युजहरू, त्यो म्याच पछि आरसीबी र चेन्नई बीचमा यति राइभलरी हुँदै आइरहेको छ कि फ्यान्सहरू एकदमै इन्जोइङ गर्छन्, एकदम मजा लिन्छन्। एउटाले अर्कालाई ट्रोल हान्छन्, अर्काले अर्कालाई ट्रोल हान्छन्। हामीलाई त क्रिकेट इन्जोय गर्ने मान्छेलाई मजा लिने हो, हामीले मजा लिन्छौँ, हजुरहरूले पनि मजा लिनु होला, आइपिएल राम्रोसँग हेर्नु होला र साथै हामीलाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला, किनकि हजुरको लागि त सब्सक्राइब त फ्री हुन्छ, हाम्रो लागि एक सब्सक्राइबले अब फेरि पनि यस्तै रोमाञ्चक भिडियो ल्याउनको लागि प्रोत्साहित गर्ने गर्दछ। सो कारणले गर्दा हजुरहरूले कृपया हामीलाई साथ दिनु होला र आजको लागि यो भिडियो यहीँ अन्त्य गरौँ। नमस्ते, जय क्रिकेट।